हाल्नुभयो होला। आज म विशेष गरी चाहिँ हाम्रो प्रेरणाको स्रोतको रूपमा मैले मेरो बडाबाको छोटो एउटा इन्टरभ्यू जस्तो मैले लिएको हो। अब यसले चाहिँ यो विशुद्ध तपाईँलाई यो उहाँले यो हिजो सामाजिक क्षेत्रमा लाग्दाखेरि यो काम गरिरहँदाखेरि अरू समाजका युवाहरूलाई पनि यो जोस जाँगर अरू समुदायलाई पनि लागोस्। आफ्नो करेसा बारीमा होस्, आफ्नो बारीमा हिजो परम्परागत रूपले रोप्ने ती अहिले बडाबाले भन्नुभयो मकै कोदो अब रोपेर मात्रै अर्थ छैन होइन। समयअनुसार चाहिँ कृषिमा आबद्ध भयो भने एक खालको व्यावसायिक हिसाबले लायो भने यहाँ पनि राम्रै अवसरहरू छ भनेर बढीबाले भन्नुभएको छ। अब यो संयोगवश आज म घुम्दै आउँदाखेरि म पनि बडाबा जस्तै सामाजिक क्षेत्रमा कलिलै उमेरमा एउटा वडा अध्यक्ष भए र बडाबाहरूकै प्रेरणा स्रोतको कारणले गर्दा बडाबा पनि हाम्रो लगभग 2 कार्यकाल गाविस अध्यक्ष होइन त्यो बेलाको व्यवस्थामा बहुदल प्रजातन्त्र आइसकेपछि स्थानीय सरकारै भनेकै गाविस थियो। त्यो केतुके गाविसको चाहिँ उहाँ 2 कार्यकाल गाविस अध्यक्ष भइसक्नु भएको एउटा हाम्रो अभिभावक अग्रज व्यक्तित्वसँग यसरी भलाकुसारी गर्न पाउँदा र मैले पनि उहाँबाट केही ज्ञान प्राप्त गरेको हिसाबले गर्दाखेरि यहाँहरू सबैलाई बडाबाको जस्तै एक हिसाबको सोच विचार राखेर तपाईँ हामी पनि अघि बढ्नुपर्छ भन्दै म पनि बिदा हुन चाहन्छु। हस्, धन्यवाद। ल ल हस् त बडाबा। धन्यवाद ल।